Calculation of relative velocity. 1 2 3 र यसको आधारमा कति समय लाग्यो 40 मिटर पार गर्न लागि कसको समय गणना सबिन परिवारको 2.94 सेकेन्ड भने 3.10 टिप्नुस् त 3.10 समय लाग्यो कसको लाग्यो अञ्जली खत्री लाग्यो र तीनटा समय हाम्रो लागेको छ तीनटा समय चाहिँ 40 मिटर पार गर्नलाई लागेको समयलाई 3 ले भाग गरेर एभरेज निकाल्नुस् हैन 3 ले भाग गरेर एभरेज निकाल्नु परेन 40 मिटर पार गर्न लागि तीनटा चाहिँ समय कति लाग्यो त्यो जोड्ने 3 ले भाग गरेर एभरेज आउँछ एभरेज समयले 40 मिटरलाई भाग गरेर त उसको गति निस्कन्छ गति निकाल्ने सूत्र के हो पार गरेको दूरी अथवा स्थानान्तरण अपमान लागेको समय पार गरेको दूरी 40 मिटर लागेको समय कति आयो त्यसले भाग गरेपछि गति निस्कन्छ ल अब यस्तै गरेर अलग दिशातर्फ हामीले गति निकालिन्छ ल अब अलग दिशातर्फ अपोजिट डाइरेक्सन एउटा उता एउटा यता ल ल एउटा यता एउटा फटाफट सरले त्यहाँबाट समय हेर्नुहुन्छ यताबाट समय हेर्नु ठोक्केल है यहाँ दुर्घटना होला म अहिले 1 2 3 भन्न साथ यहाँ जो 20 मिटर पार गर्न कति समय लाग्छ हिसाब गर्ने है ठोक्केल है त्यहाँ राज सर यसो हेर्दैन ल यो लाइन क्रस गरेर साथ हैन बीच बिन्दुमा अनफेयर हुन्छ बीच बिन्दुमा ल अलग दिशातर्फ हामीले सापेक्षिक गति निकाल्दाखेरि के गरिन्छ त गति चाहिँ जोडिन्छ हैन किनभने अलग दिशातिर गएको हुन्छ अघि घटाइन्छ अहिले जोडिन्छ भने सब रेडी एउटा पूर्वतर्फ एउटा पश्चिमतर्फ रेडी 1 2 3 गो प्रयोग आज 3 महिना 4 गते बुधबार सञ्चालन गरिरहेका छौं यसमा दुईटा विद्यार्थीहरूको सापेक्षिक गति सम्बन्धी हिसाब हामीले अघिल्लो दिनमा चाहिँ क्रियाकलाप गरिरहेको थियो र त्यो अनुसारको हिसाब यहाँ मैले तपाईहरुलाई कक्षा 8 पोलिसी सेकेन्डरी स्कुल बिएनी हाई म्याग्दी मा यहाँ देखाउन गइरहेको छु र ध्यान दिएर एकचोटी सुन्नु होला म कक्षा शिक्षक विषय शिक्षक भजना शर्मा प्रयोग नम्बर 7 एक्सपेरिमेन्ट नम्बर 7 सापेक्षिक गतिको हिसाब गरी हेर्ने टु क्याल्कुलेट रिलेटिभ भेलोसिटी उद्देश्य सापेक्षिक गति सम्बन्धी प्रयोग गरी हिसाब गर्दा यसको आवश्यक सामग्री रिक्वायर्ड मटेरियल्स मेजरिङ टेप स्टपवाच सिद्धान्त पेज 152 155 कक्षा 8 भन्छ हेर्नु होला तरिका सर्वप्रथम एक छेउबाट अर्को छेउसम्म मेजरिङ टेपको सहायताले 40 मिटर दूरी नापियो बीचमा पर्ने बिन्दु र दुई छेउमा चिनो लगाई संकेत गरियो त्यसैले दुईजना विद्यार्थी हामीले हिजो गरे अनुसार दुईजना विद्यार्थीहरू अञ्जली र सबिनलाई एकै दिशातर्फ दौडन लगाई 40 मिटर दूरी पार गरेर लागेको समय मापन गरियो यसैगरी विपरीत दिशामा बीचमा बसेर चिनो लगाएर विपरीत दिशातर्फ 20 मिटर दूरी पार लगाएको थियो 20 मिटर दूरी के गरेर लगाइयो पार गर्न लगाइयो के गरी पार गर्न लागेको समय ठीक छ लागेको समय नै ठीक नै रहेछ लागेको समय मापन गरे ती दुई विद्यार्थीहरूको अलग अलग अवस्थामा गति हिसाब गरियो अन्त्यमा समान र विपरीत दिशातर्फको सापेक्षिक गतिको हिसाब गरियो क्यालकुलेसन एन्ड अब्जर्भेसन यहाँ दुई अलग दिशातर्फ र समान दिशातर्फको सापेक्षिक गति अलग अलग हुन्छ के समान दिशातर्फ सापेक्षिक गति हिसाब गर्दा to calculate relative velocity in the same direction two different velocities are
in the same direction, subtracted in the opposite direction, added. यस्तो हुन्छ विपरीत दिशातर्फ दुईटा गतिहरू हिसाब गरेर जोडिन्छ भने समान दिशातर्फ घटाइन्छ। यो नियम हुन्छ है। ल हेर्नुस्, पार गरेको दूरी यस बराबर 40 मिटर। सबिनलाई सो दूरी पार गरेर लागेको औसत समय है, हामीले 2 पटक चाहिँ अथवा 3 पटक समय गणना गरेर जति पटक गणना गरियो त्यतिले भाग गरेपछि औसत समय निस्कन्छ। एकैचोटि निकाल्यो भने त अलि भरपर्दो हुन्छ भनेर हो। समय भयो होला औसत निकाल्न राम्रो हुन्छ। 2.94 सेकेन्ड उही 40 मिटर पार लागेको थियो सबिनलाई र 3.15 सेकेन्ड लागेको थियो। 2 ले भाग गरेपछि औसत समय 3.045 सेकेन्ड। सबिनको गति v1 s/t1 डिस्टेन्स ट्राभल्ड अथवा यो गति हुँदा स्थानान्तरण हुन्छ s/t1 अपन लागेको समय t1 40 मिटर अपन 3.045 सेकेन्ड गर्दा 13.13 मिटर पर सेकेन्ड। अगेन अन्जलीलाई लागेको समय सोही दूरी पार गर्नलाई t2 एक पटक 3 सेकेन्ड अर्को पटक 3.10 सेकेन्ड लागेको थियो। औसत निकाल्दा डिभाइड 2 गरेर जोडेर 3.05 सेकेन्ड। अन्जलीको गति थोरै मात्र यहाँ फरक छ, यहाँ अलग छ है। 40/3.045 सेकेन्ड गर्दा 13.11 मिटर पर सेकेन्ड। सापेक्षिक गति हेरौँ त, यो समान दिशातर्फ सापेक्षिक गति निकाल्दा जोडिन्छ घटाइन्छ। v2 माइनस v1 ठुलो गति 13.13 मिटर पर सेकेन्ड माइनस थोरै गति 11.11 मिटर पर सेकेन्ड घटाउँदा स्लाइटली डिफरेन्स 0.02 मिटर पर सेकेन्ड। 0.02 0.02 मिटर पर सेकेन्ड। अब हेर विपरीत दिशातर्फ बीचमा राखेर चिरो लागेको 40 मिटरको दूरीमा 20 मिटर पर्ने गरेर हामीले एकातिर सबिन एकातिर अन्जली दौडेर त्यो 20 मिटर भयो र त्यो पार लागेको समय कति हो त t1। यो सबिनलाई 20 मिटर दूरी पार लागेको समय t1 1.85 सेकेन्ड। सबिन गति v1 s/t1 20 मिटर बाई 1.85 सेकेन्ड हिसाब गर्दा 10.81 मिटर पर सेकेन्ड। अन्जली लागेको समय t2 1.47 सेकेन्ड। अन्जलीको गति v2 s/t2 सूत्र 20 मिटर बाई 1.47 सेकेन्ड हिसाब गर्दा 13.60 मिटर पर सेकेन्ड। उही सूत्र गति बराबर स्थानान्तरण बाई लागेको समय। सामान्यतः दूरी पनि भन्ने गरिन्छ, छोटो दूरीलाई स्थानान्तरण भनिन्छ। यति हो। तर है सापेक्षिक गति निकालियो विपरीत दिशातर्फ भएको हुनाले जोड्न पर्यो। जाँचो लागि उस्तै महत्त्वपूर्ण छ। 10.81 मिटर पर सेकेन्ड प्लस 13.60 मिटर पर सेकेन्ड जोड्दा 24.41 मिटर पर सेकेन्ड विपरीत दिशातर्फको रिलेटिभ भेलोसिटी सापेक्षिक गति। र निष्कर्षको अन्त्यको कुरा हो, समान दिशातर्फ सापेक्षिक गति v 0.02 मिटर पर सेकेन्ड र विपरीत दिशातर्फ सापेक्षिक गति 24.41 मिटर पर सेकेन्ड। यसरी सापेक्षिक गति